बंदी छोड़ पूर्ण परमात्मा रामपाल जी परमेश्वर जी की जय। सत्साई भाइ बहन गीता अध्याय 8 13 श्लोक अनुसार ब्रह्म लोकमा जानेहरू पनि पुनर्वृत्ति अर्थात जन्म मरणमा आउनु पर्छ। हामी ब्रह्म लोकको लागि यति धेरै साधना गर्छौं र मृत्यु पश्चात पनि कति काज क्रियाको नाममा मृतकको नाममा ब्रह्म लोकमा जाओस् भनेर कति साधनाहरू गर्छौं। तर त्यो लोकका राजा क्षर पुरुषले भन्नुहुन्छ कि पूर्ण रूपमा आउ जाऊ यो जन्म मरणमा नजाने हो भए त पूर्ण परमात्माको शरणमा साधना गर्नु भएर अनि पूर्ण शान्ति पूर्ण मोक्ष प्राप्त हुन्छ भनेर स्वयं ब्रह्म अर्थात क्षर पुरुष काल भगवानजीले भन्नुभएको छ। भाइ बहिनीहरू, त्यही भएर आफ्नो शास्त्र आफ्नो धर्मको जो एथेन्टिक बुकहरू छन् त्यो अनुसार साधना गरेपछि मात्र हाम्रो पूर्ण मोक्ष हुन्छ। परमात्मा जी पूर्ण ब्रह्म कबीर साहेब जी आफ्नो सूक्ष्म वेदबाट सम्पूर्ण मोक्षको मार्ग कसरी भनेर मोक्षको स्थान कुन हो सबैको जानकारी दिलाइदिई बक्सिनु भएको छ। हजुरहरूले चाँदै नै सृष्टि रचना सन्त रामपालजी भगवानजी सुन्नुहोस्, उहाँको मंगल बानीहरू प्रवचनहरू अमृत बानीहरू सुन्न सुरु गर्नुहोस् र पूर्ण रूपमा मोक्षको मार्ग पहिचान गरिहाल्नुहोस्। जय बन्दी छोड जी की लौट कोई नहीं और की।